साथीहरू अहिले चाहिँ हामी धरान उपमहानगरपालिका वार्ड नम्बर 15 स्थित श्री शिक्षा सदन स्कुलको चाहिँ अगाडिपट्टि छौँ र आज हामी यहाँनिर किन छौँ भन्दाखेरि चाहिँ श्री शिक्षा स्कुल अगाडि चाहिँ यो 4 फुट लम्बाइ भएको स्लेब नलगाएको खुल्ला छोडिएको ठाउँ छ र यो श्री शिक्षा सदन स्कुलमा चाहिँ धरान उपमहानगरपालिकाको विभिन्न वडाका विद्यार्थीहरू बालबालिकाहरू चाहिँ पढ्ने गर्दछ। विशेष गरी 15 नम्बर वडाको अत्याधिक मात्रामा र 5 नम्बर वडाको पनि विद्यार्थी बालबालिकाहरू चाहिँ यो स्कुलमा पढ्ने गर्दछ। अब विद्यालय आउँदा र जाँदाखेरि बालबालिकाहरू यही बाटो हुँदै जान पर्ने भएकोले र श्री शिक्षा सदन स्कुलको अगाडिको भागमा चाहिँ यो ठुलो 5 फिट को लगभग करिब लम्बाइ भएको यो भागमा चाहिँ स्ल्याब नलगाएको कारणले बाढी विशेष गरी पानी पर्दाखेरि चाहिँ यो ड्रेनमा चाहिँ अत्याधिक भरिएर पानी आउने भएको हुनाले र बालबालिकाहरू विद्यार्थीहरू चाहिँ भुलवश यो ड्रेनमा चाहिँ झर्यो भने उनीहरूको चाहिँ बिजोग हुने स्थिति छ, उनीहरूको ज्यानै जान सक्ने स्थिति भएको हुनाले यो बाटो लगभग 50-55 फिटे बाटो चाहिँ बन्ने योजना बनेको छ भन्ने हामीले सुन्नमा आएको छौँ। तर यो बाटो अहिले तत्कालै बनिनहाल्ने भएको हुनाले त्यतिन्जेलसम्मको लागि चाहिँ कस्तो तरिकाले चाहिँ यसलाई चाहिँ यो जुन जोखिम छ यो जोखिमलाई चाहिँ कसरी टार्न सकिन्छ यसमा चाहिँ हाम्रो धरान उपमहानगरपालिका वार्ड नम्बर 15 ले विशेष केही कदम चाल्नुहुन्छ कि भन्ने हामीलाई लागेको छ र चाल्न पनि जरुरी रहेको छ। भने अब यसको लागि चाहिँ अब तत्काल त अब यो तत्कालै त अब यो 50 फुटे बाटो बन्दैन हैन। अब यो 50 फुटे बाटो बन्ने चाहिँ योजना छ। अब यो चाहिँ तपाईको अब कति वर्षसम्म बन्छ तर त्यो भन्दा अगाडि चाहिँ अब अहिले बर्खाको सिजन छ तत्काल यो अब अहिले मात्रै हैन यो यस्तै अब यो जहिलेदेखि यो ड्रेन बनेको छ तहिलेदेखि नै यो यतिकै छ। तर यसको लागि चाहिँ केही चाहिँ रोकथामको लागि चाहिँ यसलाई हल्का स्ल्याबहरू 2-4 स्ल्याबहरू लगाएर चाहिँ यो मात्रै नभएर उ मास्तिर पनि छ, मास्तिर गेटकै छेउमा पनि छ, यो तलतिर पनि यो हिँड्दाखेरि त अब मसिनो नानीहरूलाई त हैन यताबाट नि गाडी कुदिरहेको हुन्छ। त्यसकारणले यसलाई चाहिँ यसो छोपछाप गरेर यो पातलै भए पनि अब यहाँ माथि गाडी कुद्ने हैन केही चाहिँ अब यसलाई केही रोकथामको लागि केही वर्षको लागि खासै त्यत्रो खर्च पनि हुँदैन। तर यो कसले हेर्नुपर्ने हो, यो नगरपालिकाले हेर्नुपर्ने हो कि हैन बा यो स्कुलले नै यसमा ध्यान दिनुपर्ने हो कि। अब जस्तो अब हामी त अभिभावक हो, अब हाम्रो नानी बच्चाहरू चाहिँ यहाँ तपाईको अब आउँदा जाँदाखेरि अब मेरो त घर मास्तिर हो तैपनि अब सबैको बच्चा एउटै हो, हामी सबै अभिभावक हो हैन। अनि र उनीहरूलाई चाहिँ अब अप्ठ्यारो परिरहेको छ यो अब यता गाडी कुदिरहेको हुन्छ। अब गाडी कुद्दाखेरि नि यहाँ टर्निङमै चाहिँ यस्तो छ हेर्नुहोस्। अब यो टर्निङमै यस्तो छ यो भएपछि त्यहाँनिर चाहिँ के गरी हुन्छ यसलाई चाहिँ तत्कालको लागि रोकथाम यो चाहिँ एउटा 1-2 स्ल्याब ल्याएर चाहिँ तत्काल लगाइहाल्नु पर्ने भएको छ। तर यो अब कसले ध्यान दिने हो यसमाथि, यो स्कुलले हो कि हाम्रो नगरपालिकाले हो, यो चाहिँ तत्कालै गरिहाल्नु पर्ने हुन्छ। र यो तलतिर पनि उस्तै छ, यो अब नागेर जान त सक्दैन नि त बच्चाहरूले। अब त्यो डिल सानो छ त्यसमा टेक्दाखेरि पनि चिप्लेर नालीतिरै झर्छ। यो हाम्रो यो 15 नम्बरको यो माथि निराजन बस्तीतिरबाट चाहिँ तपाईको सबै यो एक ओरिएर आउँछ। यहाँ धेरै चाहिँ भल अब पहिला त यो त ठुल्ठुलो ढुङ्गै बगाएर ल्याउँथ्यो नि त यहाँ, तर त्यो चाहिँ रोकथाम भएको छ अहिले। र तत्काल अब यो चाहिँ पानी पर्दाखेरि चाहिँ यो सबैतिरको धेरैतिरको यो पानी डोलिने भएको भएर यहाँ चाहिँ एकदमै बगाइहाल्छ। यो चाहिँ एकदम खतरा छ यो नाली, सबैभन्दा ठुलो 15 नम्बरको चाहिँ सबभन्दा ठुलो यो ड्रेन भएकोले यो एकदम खतरा छ र यसलाई छोप्न चाहिँ अति आवश्यकता छ। नमस्ते, मेरो नाम दसिका हो अनि म चाहिँ कक्षा 9 मा पढ्छु। स्कुलको नाम चाहिँ सदन हो। नमस्ते, मेरो नाम आर्जु लिम्बू हो। बहिनीहरूलाई यो बाटो हिँड्न अप्ठ्यारो भइरहेको छैन? पानी पहिरो आयो भने अब भाइ बहिनी हामीलाई गाह्रो हुन्छ। यस्तै यहाँ भाइ बहिनीहरू डुब्छ अनि त्यसरी यहाँ जनावरहरू पनि छिर्छ र क्या अलिक गन्ध हुन्छ फोहोर हुन्छ, त्यसरी अलिकति गाह्रो छ है। पानी यहाँनिर भरिने गरी आउँछ? ठुलै आउँछ पानी पर्यो भने। अब यसलाई चाहिँ कसले बनाइदिनु पर्छ जस्तो लाग्छ? अब यो बनाइदियो हुन्छ मेरोहरूले होइन। अनि यहाँ अप्ठ्यारो हुन्छ, कति डुब्छ कति मर्छ थाहै हुँदैन अन्त यहाँनिर त डुबेको सुनेको छैन। अनि यहाँ फोहोर पनि हुन्छ, मैलो हुन्छ, त्यसैले बनाइदियो हुन्छ। यहाँ त अप्ठ्यारो हुन्छ हिँड्नु पनि, चोटपटक लाग्छ। हुन्छ, धन्यवाद।
वास्तवमा यो विद्यालयको पनि एउटा समस्या हो, समुदायको पनि समस्या त हुँदै हो। अब तपाईँले भन्नुभयो जस्तै विद्यालयमा साना नानीहरूदेखि लिएर ठुलो उमेरका नानीहरू पनि आउँछन् र लगभग 1600 जना विद्यार्थीभन्दा माथि हाम्रो विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या रहेको छ। अब यो खास गरी वर्षाको बेलामा त अत्यन्त अप्ठ्यारो पनि अवस्था छ। अरू बेला पनि ड्रेनको स्ल्याबहरू चाहिँ निस्किने त्यो फुट्ने कारणले गर्दाखेरि विद्यालयमा खास गरी नानीहरूलाई समस्या भइरहेछ। एउटा कुरालाई नियन्त्रण गर्न चाहिँ हामीले टिफिन टाइममा पुरै हाम्रो गेट लक गरेर बाहिर जान दिँदैनौँ। हामीसँग विद्यालयमा लगभग 500 जना विद्यार्थीले एकैपल्ट खाजा खान सक्ने गरी क्षमताको क्यान्टिन छ। कक्षा शिशुदेखि 5 सम्मका नानीहरूलाई क्लासरुमभित्र हामी खाजा खान दिन्छौँ। टिफिन टाइमको त्यो समस्या चाहिँ हुँदैन। तर विद्यालय आउने बेलामा र विद्यालय छुट्टी भइसकेपछि त्यो समस्या देखिन्छ। अब तपाईँले उठाउनु भए जस्तै वास्तवमा हामीले सम्बन्धित निकाय, अब अहिले स्थानीय सरकार खास गरी वडा भनौँ न, हाम्रो वडा कार्यालयमा धेरै पटक विद्यालयको तर्फबाट निवेदन पनि गरेका छौँ। यसको चित्रसहितको फोटोसहितको निवेदन पनि गरेका छौँ। कहिलेकाहीँ नानी बाबुहरू लड्छन्, घाइते पनि हुन्छन्, त्यो हामीलाई दुःखद अवस्था हामीले पनि भएका छौँ। र वास्तवमा हाम्रो विद्यालयको त्यतिखेर निर्माण भइरहेको हुन्थ्यो अथवा निर्माण भइरहेको हुन्छ, हामीले 2-4 पल्ट आफ्नै खर्चमा पनि त्यो स्ल्याबहरू हाल्ने काम चाहिँ गरेका छौँ। तर अब त्यो बाढीको बेलामा अथवा अरू बेलामा त्यो कुनै कारणले, गाडीका कारणले त्यो फुट्ने कुरा पनि हुँदो रहेछ र त्यसपछि बारम्बार चाहिँ विद्यालयले त्यो लगानी गरेर गर्न सक्ने अवस्था पनि हुँदैन, किनभने हामीसँग अन्य स्रोतहरू, आय आर्जनका स्रोतहरू छैनन्। अब तपाईँलाई मैले एउटा खुसीको कुरा जानकारी गरौँ, हामीले कक्षा 10 सम्मै निःशुल्क अङ्ग्रेजी माध्यमबाट पढाउँछौँ। हामीले अभिभावकसँग अतिरिक्त शुल्कहरू केही पनि लिएका छैनौँ। त्यसैले विद्यालयको आय आर्जनको स्रोत धेरै छैन है। त्यसले गर्दाखेरि हामीले केही समय चाहिँ केही पटक चाहिँ स्ल्याबहरू आफ्नै खर्चमा निर्माण गरेका छौँ र वडालाई हामीले धेरै पटक निवेदन गरेका छौँ। र अब तपाईँहरूले जुन एउटा समस्यालाई, जल्दोबल्दो समस्यालाई उठान गरेर यहाँसम्म आइदिनु भएको छ, म व्यक्तिगत रूपमा र विद्यालय प्रशासनको तर्फबाट, परिवारको तर्फबाट पनि यो समस्यालाई उठान गरिदिनु भएको धन्यवाद पनि भन्छु। म आशावादी छु कि आज यो जुन एउटा कन्टेन्ट बन्छ, यो कन्टेन्ट बनिसकेपछि सम्बन्धित निकायको ध्यान पनि जान्छ। हुन त उहाँहरूले बेला बेलामा विद्यालयलाई सहयोग पनि गर्नुभएको छ, अब फुर्सद नभएर वा ध्यान अन्यत्र गएर पनि हुनसक्ला। तर यो एउटा अत्यन्त संवेदनशील विषय पनि हो, बच्चाहरू आवाजात गर्ने ठाउँ। र मलाई आशा के छ भने अब चाँडै नै सम्बन्धित निकायले यसलाई पर्मानेन्ट रूपमा समाधान हुने गरी एउटा उपाय गर्छ होला भन्ने लाग्छ। अर्को पनि एउटा समस्या छ यहाँ केटाकेटीहरूको, खास गरी अघि मैले भने टिफिन टाइममा त त्यति विद्यार्थीको फ्लो हामी बाहिर जान दिँदैनौँ, गेट बन्द नै हुन्छ है। विद्यालय आउँदाखेरिको समय लगभग 10 बजेको आसपास र 4 बजे छुट्टी भइसकेपछि चाहिँ यहाँ एकदमै धेरै विद्यार्थीहरूको आवत जावत त हुन्छ नै र गाडीहरूको पनि यातायातको पनि चाप अहिले यो चोक चाहिँ एकदमै धेरै क्राउडेड भइरहेको छ। त्यसले गर्दाखेरि हामीले यहाँनिर एउटा ट्राफिक प्रहरीसँग मिलेर एउटा राउन्ड अबाउट जस्तो, स्पिड ब्रेकर जस्तो पनि बनाएका थियौँ। त्यो अब रातिको समयमा कुनै मालवाहक ट्रक आएर त्यसलाई चाहिँ धक्का दिएर बिगारिदिएको अवस्था थियो र हामीले फेरि ट्राफिक प्रहरीलाई यो फेरि पुनर्निर्माण गरिदिनको निमित्त वडालाई र ट्राफिक प्रहरीलाई पनि अनुरोध गरेर पठाएका छौँ र हामी आशावादी छौँ त्यो काम पनि फेरि चाँडै होला भन्ने कुरामा आशावादी छौँ। यो कुरा उठाइदिनु भएको यहाँलाई धन्यवाद पनि छ। सर, अनि अहिले हाम्रो त्यहाँनिर जुन ड्रेनमा स्ल्याब त लगाइएको छैन, ढक्कन लगाइएको छैन, यहाँ त्यो ड्रेनले चाहिँ हाम्रो ड्रेनमा हाम्रो बालबालिकाहरू झर्ने कुनै त्यस्तो खालको दुर्घटनाहरू भएको छ कि छैन? अब त्यहाँ अलिकति अहिले अलिक परतिर चाहिँ त्यो खुल्ला देखिन्छ। पहिले चाहिँ एकपल्ट यो नजिकै गेटको अलिकति केही तल नै त्यस्तो खालको खुल्ला थियो। खुल्ला भन्नाले त्यो फुटेर त्यसको रडहरू देखा परेको थियो र हाम्रो केही विद्यार्थीले त्यहाँ ठोकिएर अल्झेर अलिकति केही घाउहरू चाहिँ भएको अवस्था थियो। अहिले तत्काल चाहिँ त्यो अवस्था देखिएको छैन, तर पनि भविष्यमा हुनसक्छ। यसप्रति चाहिँ हामी सबै सचेत हुनुपर्छ। विद्यालयले त्यसमा 2-4 पटक गरेको छ, अझै पनि गर्छौँ। तर मलाई लाग्छ यो सबैभन्दा प्रमुख जिम्मेवारी भनेको त सम्बन्धित सरकारवाला संस्था अथवा वडाकै पनि हो। टोल कमिटी पनि यहाँ होला होइन, टोल कमिटीलाई पनि हामीले आह्वान गरेका छौँ। उहाँहरूले चाहिँ यसलाई गम्भीरतापूर्वक लिएर, यो त बालबालिका मात्र होइन, कुनै पनि सर्वसाधारण व्यक्ति, किनभने मान्छे हिँड्ने भनेको त फुटपाथबाटै हो। त्यसैले भोलि विद्यार्थी मात्रै होइन, अझ रातिको समयमा अन्य कुनै बटुवाहरू नै पनि त्यहाँ घाइते हुन सक्ने अवस्था छ। हुन्छ, तपाईँहरूले सुनिहाल्नुभयो हाम्रो सरको कुरा। यहाँनिर ठुलो कुनै दुर्घटना नभइहाले तापनि भोलिको दिनमा हुँदैन भनेर भनेर चाहिँ हामी सकिन्न। त्यसै कारणले यो श्री शिक्षा सदन स्कुल अगाडि, माध्यमिक विद्यालय अगाडिको जुन ड्रेन छ 5 फुट जतिको लम्बाइको खुल्ला छोडिएको छ, स्ल्याब छैन, ढक्कन छैन। यो बनाउनमा चाहिँ हाम्रो विशेष गरी यहाँको स्थानीय टोल विकास संस्था
वडा नम्बर 15 को कार्यालय, वडा समिति र हाम्रो धरान उपमहानगरपालिकालाई विशेष ध्यान आकर्षण गराउन चाहन्छौँ। हाम्रो नरेश युवाराम सर, आइन्द्र विक्रम बेगाज्यू, हर्क साम्पाङज्यू, तपाईँहरूको विशेष ध्यान आकर्षण भएको होस्। यहाँ चाहिँ भोलिको दिनमा ठुलो दुर्घटना हुन सक्छ। गएको वर्ष पनि हाम्रो धरानकै एकजना विद्यार्थी बाबुलाई ड्रेनले खोलाले बगाएर लगेको थियो। फेरि पनि त्यस्तो दुर्घटना नहोस् भनेर हामीले यो भिडियो बनाएका छौँ। तपाईँहरूको ध्यान आकर्षण पक्कै पनि भएको छ भन्ने लागेको छ।